हेलो गाइस, नमस्कार। आउनुहोस् जानी नजानी बनाएको भाइको बिहेको मिनी ब्लगमा। आज हाम्रो भाइको बिहे चाहिँ 2083 साल वैशाखको 23 गते भएको थियो। हामी चाहिँ जन्ती जाँदैछौँ यहाँबाट। अब हामी सबैजना रेडी भएर अगाडिको ब्लग त्यो क्लिप चाहिँ मैले लिन भएन। हामी जन्ती जाँदैछौँ। यसभित्र चाहिँ हजुरले हामी भाइको बिहेमा कति नाच्यौँ भन्ने जान्न सक्नुहुन्छ। यति रमाइलो गऱ्यौँ, यति नाच्यौँ, सबैजना यति रमाइलो भयो। अहिले चाहिँ हामी जन्ती धुलै लिन जन्ती हिँड्दैछौँ। हाम्रो भाइ पनि मख परेर धुलै लिन जाँदैछ। यसमा चाहिँ हामीले नेपाली बिहे कल्चर अनुसारको बिहे छोटो क्लिपहरू बनाएर सानो मिनी ब्लग बनाएको छु। माया गरिदिनु होला। चाहिँ सबैजना दिदीहरू आज हात हल्लाउँदै हेलो भन्दै जाँदै हुनुहुन्छ। अब हामी चाहिँ एक ठाउँमा पुगेर नाच्छौँ यति धेरै नाच्छौँ कि सबैजना मिलिजुली नाच्छौँ। यति धेरै नाच्छौँ, सबैजना यति रमाइ नाच्नुहुन्छ। मामा पनि मजाले नाच्नुभएको छ। अझै यता बुवा आमा बाबाहरू सबैजनाले बोलाउँदै नचाउँदै हुनुहुन्छ। हेर्नुहोस् दिदी नाजुले सबैजनालाई नचाउँदै बोलाउँदै नचाउँदै गर्नुभएको छ। सबैजना कति धेरै खुसी हुनुहुन्छ, कति रमाइलो गर्दै हुनुहुन्छ। अझै हेर्दै जानुहोस् कति धेरै, हामी त यति धेरै नाचेका छौँ कि अझै हामी नाच्दैछौँ। करिब 1-1.5 घन्टा त्यो नाचेर अनि बल्ल हामी जन्ती गएको हो। नाच्दा बिचको क्लिप चाहिँ लिन बिर्सिएको छु मैले। मसँग भएको क्लिप पनि मिनी ब्लग बनाएको हेरिदिनु होला। हामी कति धेरै नाच्दा रहेछौँ। दिदी बहिनी त कहिले नथाक्ने गरी नाच्दा रहेछ है। अब हामी नाचेर सकेर जान्छौँ एकछिनमा। त्यो जन्ती गएको यताउति भिडियो लिन भएन। हामी वहाँ पुगेर स्वयंवर भइसकेपछिको मात्र भिडियो क्लिप लिन याद भयो मलाई चाहिँ। अनि हामी सबै सकेर भित्र बिहे हुँदैछ। त्यहाँ बिहे भाइ बुहारी चाहिँ बिहेको काम गर्दैछन्। अझ हामी त्यहाँ पनि अझै धेरै नाच्दैछौँ। उहाँ चाहिँ मेरो 2जना दिदी हुनुहुन्छ, उहाँहरूको छोराहरू हुनुहुन्छ सानो। उहाँ दिदीहरू आमा छोरा भएर नाच्दै हुनुहुन्छ। कति राम्ररी नाच्नुहुन्छ। अनि फेरि हामी उता भाइहरूको जग्गामा जन्ती बिहे हुँदै थियो। हामी चाहिँ नाचेछौँ। कति नाच्यौँ हामी। यो चाहिँ मेरो भिडियो एडिट गरेको, भोइस ओभर गरेको सबै पहिलो टाइम हो। केही मिस्टेक भएमा के गर्न सकिन्छ हेल्प गरिदिनु होला। मलाई चाहिँ आउँदैन, म फर्स्ट ट्राई गर्दैछु। अब हाम्रो दिदीहरू यति नाच्नुहुन्छ। यो माइलो दिदी र बिनाजुहरू पनि धेरै नाच्नुहुन्छ। म पनि नाच्छु। उता चाहिँ जग्गामा भाइहरूको बिहेहरू रीतिरिवाज अनुसार बिहे हुँदै थियो। मैले चाहिँ उता गएर लिन जान भ्याएन क्लिपहरू। हामी चाहिँ नाच्नमै बिजी भयौँ। अनि खाना खान गएको पनि क्लिपहरू लिन भएन। यति धेरै नाच्छौँ कि हामीलाई त थकै पनि लागेन। हाम्रो प्रेम बिनाजु चाहिँ उफ्री नाच्दै हुनुहुन्छ अझै। हाम्रो दिदी बिनाजु चाहिँ लक्ष्मी दिदी चाहिँ थाक्नु भएछ। हामी चाहिँ थाक्दैनौँ। यता भनी भाइहरूको सिन्दुर हाल्ने बेला भइसकेको थियो। यो चाहिँ अब सिन्दुर हाल्ने प्रोग्राम भइरहेको छ। यसरी त्यो सेतो कपडामा सिन्दुर नछुटाइकन उहाँबाट ल्याएर बेहुलीको मागसम्म पुर्याउने चलन छ। त्यस्तो चाहिँ हामीले 3 चोटिसम्म गर्नुपर्ने हुन्छ।
यहाँ भाइ मक्क पर्दैछ। बुहारी चाहिँ उता नर्भस हुँदैछन्, भाइ चाहिँ मक्क भरेर सिन्दुर हाल्दैछ। नेपाली परम्परा अनुसार बिहे भइरहेको छ। उता चाहिँ अब सिन्दुर हालिसकेपछि आफैले बेहुलाले बेहुलीलाई चुरा लगाइदिने, पोते लगाइदिने चलन हुन्छ। दिदीहरूले चाहिँ भाइलाई सिकाउँदै हुनुहुन्छ, यस्तो गर उस्तो गर भनेर। यता पनिचीले पनि सिकाउँदै हुनुहुन्छ। उता बाबा दाइहरू पनि यताउति कुरा गर्दै हुनुहुन्छ। लो हेर्दै जानु हाम्रो भाइको बिहेमा अझै रमाइलो हुँदैछ। यो चाहिँ बिहे भइसकेपछि अब उचाल्ने पालो आउँछ। सिन्दुर हालिसकेपछि बेहुलाले बेहुलीलाई आफ्नो ठाउँबाट उचालेर अनि उता अर्को साइड सारेर अनि बेहुली साइड आफू बस्ने चलन हुन्छ। त्यो चाहिँ अब भाइले गर्दैछ। भाइले चाहिँ उचालेर अब बेहुलीलाई घुमाउँछ। हेर्दै जानु होला। यस्तो गरी उचालेर घुमाएर यता आफ्नो साइडमा ल्याउँछ। अनि त्यसपछि त्यहाँ अब म भिडियोहरू क्लिप लिँदालाई यस्तो गर उस्तो गर यस्तो गर उस्तो गर भनेर सिकाउँदै गर्छु। अनि हुँदैन लाज लाउँछ भन्छन् दुवैजनाले। अनि त्यसपछि बिहे सकिएपछि यता मम्मीहरूको सम्झेर लाउने हुन्छ। दुईजनै मम्मीहरू सेम पिङ्क लगाएर उस्तै मोटो उस्तै भएर कस्तो सम्झेर लगाउँदै हुनुहुन्छ। यो चाहिँ दुईजना केटापट्टिको र केटीपट्टिको मामहरू चाहिँ आएर यसरी सम्झेर भेटघाट गर्ने चलन हुन्छ। यसरी अङ्गाल रमाइलो पनि गर्दै हुनुहुन्छ, हाँस्दै हुनुहुन्छ, रमाइलो गर्दै हुनुहुन्छ। यस्तो रमाइलो भयो कि हाम्रो भाइको बिहे। रमाइलोसँग सबैजना सम्झेर भेट गर्दै हुनुहुन्छ। हामी यता हाँस्दै रमाउँदै हेर्दैछौँ मम्मीहरू सम्झेर भेट कार्यक्रमहरू। हाम्रो चारजना मम्मीहरू हुनुहुन्छ। अब हामी घर पुगेर बुहारीलाई भित्र्याउने चलन हिन्दू परम्परा अनुसार भित्र्याउने तयारी पनि भइसक्यो। बिचबिचको क्लिपहरू चाहिँ मैले लिन राखेन। भाइको बिहेमा नाच्न गाउन यताउति नै बिजी भयो। यति रमाइलो भयो। यो चाहिँ थोरै क्लिपहरू सम्झना हुन्छ भनेर यसको छोटो मिनी ब्लग बनाउँछु, सबैजनालाई सेयर गर्छु भनेर मात्रै बनाएको। हाम्रो नेपालमा परम्परा अनुसार यसरी बेहुली भित्र्याइन्छ। हिन्दू परम्परा अनुसार मम्मी मक्ख भएर बेहुली हुँदै हुनुहुन्छ। अनि यसपछि रतौलीहरू पनि गाउँदै हुनुहुन्छ उता। अनि अब हामी चाहिँ उता बाटो छेक्ने गइसकेका छौँ। ती भिडियो क्लिपहरू चाहिँ मसँग छैन। मसँग भएको यति हो। मेरो भाइको बिहे यसरी नै रमाइलो गऱ्यौँ। यदि मेरो मिनी ब्लग कस्तो लाग्छ, मेरो कमी कमजोरी के छ, के सुधार्नुपर्छ भन्ने भनिदिनु होला। हाम्रो भाइ बुहारीलाई पनि दाम्पत्य जीवनको धेरै शुभकामना। सधैँ हाँसी खुसी रहनु। अब हेर्नु है, म बाटो छेकिँदै यस्तो उस्तो गरेर उता गएर बसिसकेको हुन्छु। यो मेरो भोइस ओभर गरेको नि पहिलोचोटि हो। केही मिस्टेक भएन, कसरी सुधार्ने मलाई केही थाहा छैन। हेल्प गरिदिनु होला। थ्याङ्क यू। यदि मेरो मिनी ब्लग मन पर्यो भने मलाई लाइक, कमेन्ट र सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।